म एक शारीरिक अपाङ्गता भएको महिला हुँ र विगत 15 वर्षदेखि मैले अपाङ्गता क्षेत्रमा अपाङ्गताका सवालहरूलाई समावेश गर्दै पत्रकारिता गर्दै आइरहेको छु र 12 वर्ष पहिला अफिसियली रूपमा कुनै एक संस्थामा रहेर नियमित कर्मचारीको रूपमा पत्रकारितालाई अगाडि बढाउँदै गएँ भने अहिले विगत 5 वर्षदेखि फ्रिल्यान्सरको रूपमा अर्थात् स्वतन्त्र पत्रकारिताको रूपमा काम गरिरहेको छु। यो पत्रकारितालाई निरन्तरता दिनको लागि चाहिँ मेरो आर्थिक अवस्था ज्यादै न्यून भएको कारणले मसँग ल्यापटपहरू उपलब्ध थिएन। सहज रूपमा चल्ने ल्यापटप नहुँदाखेरि मलाई एकदम काम गर्न एकदम गाह्रो भइरहेको थियो, जसले गर्दाखेरि मैले एक दिन अञ्जली सुवेदी दिदीसँग आफ्नो कुरा राखेँ। दिदी, मलाई ल्यापटप नभएर एकदम गाह्रो भइरहेको छ भन्ने कुराहरू राखे पछाडि उहाँले चाहिँ आफ्ना नजिकमा रहेका सहयोगी साथीहरूसँग कुरा राखेर गार्गी मिडिया मार्फत मलाई ल्यापटप उपलब्ध गराइदिनु भयो। उक्त ल्यापटपले गर्दा आज मैले चाहिँ सहज रूपमा आफ्नो पत्रकारितालाई चाहिँ अगाडि बढाउन सकिरहेको छु। रेडियो सगरमाथाबाट साप्ताहिक रूपमा सञ्चालन हुने अपाङ्गताका सवाल रेडियो कार्यक्रमका लागि पनि मलाई काम गर्न सहज भएको छ। अन्तर्वार्ताहरू ल्याएर मैले त्यसैमा एडिट गर्छु अनि मैले भिडियो अडियोको कामहरू गर्छु, लेख रचनाहरू लेख्छु, समाचारहरू लेख्छु। यी कामहरू गर्नको लागि अर्थात् मेरो पत्रकारिता पेसालाई अगाडि बढाउनको लागि यो ल्यापटपले मलाई एकदम धेरै ठुलो सहयोग गरेको छ। मैले ल्यापटपलाई आफ्नो जीवनयापनको लागि निकै सहज रूपमा उपयोग गरिरहेको छु। यो ल्यापटप हामी जस्ता अपाङ्गता भएका व्यक्ति, विशेष गरी आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूको लागि चाहिँ एकदम उपयोगी छ। त्यसको लागि चाहिँ जसले आफ्नो स्थानबाट सहयोग गर्नुभयो उहाँहरू सम्पूर्णलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु।